मैले नबुझेको एउटा कुरा नि दाजु, तपाईँ बेसीको मान्छे यो कुरो लागिबस्ने एकान्त लेकमा किन पो घर बनाउन लाग्नुभयो? यसरी एक्लिनु त राम्रो होइन पो। बिचरा खड्ग भाइलाई केही थाहा नै छैन। यो घर बनाउनुको त अर्को छुट्टै कथा पो छ त हो। मलाई छ नि कोही नभएको ठाउँमा एउटा सानो चिटिक्क परेको घर बनाउनु मन छ, अनि वरिपरि फुल पनि राख्ने। त्यही भएर त म घर बनाउन सिक्दैछु। हामी जति जे गर्दा पनि सँगै हुन सकेनौँ भने के गर्छौँ? त्यस्तो त म कहिले पनि हुनै दिन्न। साँच्चीकै त्यस्तै भयो भने त्यस्तो भयो भने म एउटा फुलको बगैँचा बनाउँछु, अनि बिचमा एउटा चिटिक्क परेको सानो घर बनाउँछु, अनि तिमीलाई पर्खेर बस्छु।